उदयपुरका साहित्यकार पुण्य कार्कीद्वारा लेखिएको छैटौँ निबन्ध सङ्ग्रह जराको शक्तिबाट पृष्ठ ९६ रहेको एक निबन्ध ताम्फुङ्ना। मान्छेलाई मनुष्यत्वबाट पतन गराउने कारक तत्त्व के होला भन्ने प्रश्नले कहिलेकाहीँ यो मगजलाई गिजोलिरहन्छ। जब जब कुनै न कुनै वृत्तमा मानिसहरूले अपार आस्था राखेका र श्रद्धा गरेका व्यक्तिहरू आफ्नो कर्मबाट स्खलित हुन पुग्छन्, आफ्नो धर्मबाट धराशायी बन्छन्, तब तब ताम्फुङ्ना तत्त्वको याद आउँछ। किराँत लिम्बू मिथकको ताम्फुङ्ना शब्दको अर्थ गहिरो छ। यस मिथकले भन्छ, मानवलाई मानवबाट पतन गराउने तत्त्व ताम्फुङ्ना हो। ताम्फुङ्ना अज्ञानताको आत्मा हो। मुन्धुम भन्छ, उज्यालो आत्मा भनेको निङ्वाफुमा हो। यो ज्ञानको आत्मा हो, यो विवेकको आत्मा हो, यो बुद्धिको आत्मा हो, यो उज्यालो आत्मा हो। ताम्फुङ्ना चाहिँ अँध्यारो आत्मा हो, जङ्गली आत्मा हो, बुढेनी आत्मा हो। यो अज्ञानताको आत्मा हो, यो कालो आत्मा हो, यो मूर्खताको आत्मा हो। यो ज्ञान रहित हुन्छ, यो विवेक रहित हुन्छ, यो अन्ध र अधवैँश्रो हुन्छ। अनि त यसले गाँजेपछि मान्छे मूर्ख बन्छ, अधवैँश्रो बन्छ। अँध्यारो आत्माको प्रतीक हो ताम्फुङ्ना। अँध्यारो आत्माले मान्छेलाई अँध्यारैतिर डोर्याउँछ, अँध्यारोतिर यात्रा गराउँछ। यसले उज्यालो दिँदैन, यसले मान्छेलाई विवेकतिर होइन विनाशतिर जान उत्प्रेरित गर्छ। यसले उत्कर्षका उकालीबाट मान्छेलाई पतनका खाडीतिर खसाइदिन्छ। ज्ञानको क्षितिज छुन आँटेको मान्छेलाई पनि ताम्फुङ्नाले छोयो भने अज्ञानता र शठताका सागरमा डुबाइदिन्छ। यसरी हेर्दा निङ्वाफु जगजग प्रकाशमय हुन्छ भने ताम्फुङ्ना घोर अन्धकारमय हुन्छ। निङ्वाफुले मानिसभित्र ज्ञान रोप्दछ, विवेक रोप्दछ र त्यस ज्ञानबाट एक शक्ति प्रकाशित हुन्छ। मानिस जति जति ज्ञानी बन्दै जान्छ, त्यति त्यति ऊ सशक्त र बलशाली बन्दछ। यसको उल्टो ताम्फुङ्नाले मानिसलाई जति जति गाँच्दै जान्छ, त्यति त्यति ऊ नीच बन्छ, अधम बन्छ, हरामी पाराको मानिस बन्छ अनि ज्ञानको शक्ति निख्रिएर अधमरो बन्छ। उसलाई आसुरी वृत्तिले विनिष्ट गर्दछ। बाइबलमा पनि यस्तो एक मिथक छ। स्वर्गमा विलास र रमण गरिरहेको मानिसलाई एक दिन शैतानले ऊभित्र शैतानी आत्मा घुसाइदिन्छ र निषिद्ध फल खान उत्प्रेरित गर्छ। मान्छेभित्र शैतानी आत्मा घुसेपछि नखानु भनेको फल खान्छन् र सधैँको लागि स्वर्गको बगैँचाबाट आदम र हव्वा पृथ्वीमा गिर्दछन्। हाम्रा किराँत पुर्खाले देखेको ताम्फुङ्ना र बाइबलको शैतानी आत्मा एकै एकै हो जस्तो लाग्छ। बाइबल बोलिएको, बाइबल लेखिएको 2000 वर्ष भयो। त्योभन्दा अगाडि नै यहाँ किराँत सभ्यताको विपुल विकास भइसकेको थियो। मुन्धुमको जयगान गरिसकिएको थियो। त्यही मुन्धुम शास्त्रले वाचित गरेको ताम्फुङ्नालाई त्यहाँ शैतान आत्मा भनिएको छ। यी दुई बीचको अर्थ र अभिव्यञ्जनामा त्यति धेरै फरक छैन। सिधासिधी अर्थमा भन्ने हो भने ताम्फुङ्ना भनेको एक किसिमको अमत्याइ हो। बलको अमत्याइ, बुद्धिको अमत्याइ, ज्ञानको अमत्याइ, धनको अमत्याइ, पदको अमत्याइ, प्रतिष्ठाको अमत्याइ र अन्य किसिम किसिमका अमत्याइहरू। थरी थरीका अमत्याइहरूले मगजमा बास गरेपछि मान्छे चेतनाको शिखरबाट कोही गन्धे नालीतिर झर्दछ, उत्कर्षका टाकुरीबाट अपकर्षका खाडीतिर गिर्दछ। हिन्दू शास्त्रमा भस्मासुर र शिवजीको कथा सुनेका छौँ। ठुलो तपबाट भस्मासुरले मागे बमोजिमको वरदान पाउन सफल हुन्छ, जस अनुसार उसले शिवजीबाट एक सिद्धिको वर माग्दछ कि मैले जसको शिरमा हात राख्छु त्यसको भस्म खरानी होस्। आशुतोष भोलानाथले सजिलै तथास्तु भनिदिन्छन्।
वरदान पाएपछि उल्टै शिवलाई लखेट्न थाल्दछ। उसको मनसुबा हुन्छ शिवलाई भस्म खरानी पारेपछि मात्र म सर्वशक्तिमान हुन सक्छु। शिवजीलाई आफूले दिएको वरदान नै अभिशाप बन्दछ। ज्यान जोगाउन कुलेलम ठोक्छन्। बाटोमा शिवजीलाई लखेटिरहेको भस्मासुरलाई विष्णुले भेट्छन्। लखेट्नुको कारण सोध्छन्। भस्मासुरले बताउँछ, मैले यिनैबाट मेरा हात जसको तालुमा राख्यो त्यसको मृत्यु हुने वरदान पाएको छु। अब यिनैलाई सिध्याउन लखेटिरहेको छु। चलाख विष्णुले उसलाई भनिदिए, उनले तिमीलाई दिएको वरदान साँचो होइन, झुटो वरदान दिएछन्। भस्मासुर, तिमीलाई शिवजीले भुसुक्कै ढाँटेछन्। नत्र तिम्रा हात आफ्नै तालुमा राखेर जाँच गर त। उनले तिमीलाई झुक्क्याएका हुन्। विष्णुको कुराले भस्मासुरको मनमा शङ्काको बीज टुसायो। शिवजीले दिएको वरदान जाँच गर्न आफ्नो हात आफ्नै तालुमा राख्यो। तालुमा हात राख्ने बित्तिकै ऊ शिर पड्केर मर्यो। भागी हिँडेका शिवले बल्ल शान्तिको सास फेरे। भस्मासुरको जस्तो चिन्तन र बुद्धिको व्याप्ति अहिले पनि यस मानव समाजमा यथावत छ। यस्तो बुद्धिबाट निर्देशित मान्छे अहिले पनि छ्यापछ्याप्ती पाउन सकिन्छ। भस्मासुरे बुद्धि एक बिम्बको रूपमा, एक प्रतीकको रूपमा प्रयोग भइआएको छ। भस्मासुरले शिवजीबाट वरदान पाउने बित्तिकै ऊभित्र ताम्फुङ्ना घुस्यो। आखिर त्यही ताम्फुङ्नाले उसको विनाश गरायो। अरूलाई मार्न या सिध्याउन पाएको वरदान एक दिन आफ्नै काल बन्छ भन्ने कुरा अलिकति पनि सोच्न सकेन। अर्थात् उसलाई त्यो शक्तिले अमत्याइँतिर लग्यो र आफ्नो मृत्यु आफ्नै हातबाट भयो। ताम्फुङ्नाकै कारण बाघ मुसो भएको लोककथाले मलाई विमोहित गर्दछ। कुनै करुणावान ऋषिको आश्रममा पालिएको मुसो बिरालोको डर त्रासमा बाँचेको हुन्छ। उसले ऋषिसित बिरालो नै बनाइदिन आग्रह गर्छ। ऋषिले पनि आफ्नो मन्त्र बलले उसलाई बिरालो बनाउँछन्। अलिबेरमा कुकुर बन्छ। आखिरमा बाघ बन्न सफल हुन्छ। ऋषिको वरदान र अनुकम्पाले बाघ बनेको मुसो अब आफूलाई सर्वशक्तिमान ठान्छ र ऋषिलाई नै खान झम्टिन्छ। सोही बखतमा ऋषिले बाघलाई उही मन्त्र शक्तिले मुसो बनाइदिन्छन्। मुसो हुने बित्तिकै ऋषिको आश्रममा पालिएको बिरालोले क्वाप्प खाइदिन्छ। भित्र ताम्फुङ्ना घुसेपछि बाघ पनि मुसोमा अनुदित हुन्छ। भस्मासुर पनि आफ्नै हातबाट खरानीमा परिणत हुन्छ। नेपालको राजवंशको इतिहासमा काकतालीवश गद्दी आरोहण गरेका राजा ज्ञानेन्द्र अहिले नृपतिबाट सामान्य नागरिकमा ओर्लिएका छन्। काकताली यसकारण कि दाजु वीरेन्द्रको आकस्मिक वंशविनाश भएपछि उनी राजा बन्न पुगेका थिए। राजा भएको केही समयमा नै ज्ञानेन्द्रको आत्मामा अचानक ताम्फुङ्ना घुस्यो र जनप्रतिनिधिको हातमा रहेको राजकाजको बागडोर तीनबाट खोसेर आफ्नो हातमा केन्द्रित गरे। फलस्वरूप गणतन्त्रको तुमुल धुन बज्न थाल्यो। 250 वर्षको अकण्टक राजवंशलाई आफ्नै हातले समाप्त गरे। आफ्नै बुद्धिले स्वर्ण सिंहासनबाट सडकवासी नागरिक बने। थियो त यो त्यही ताम्फुङ्नाको करामत थियो। हृदयमा ताम्फुङ्नाको घोडसवार भएपछि राजा रङ्क बन्दछन्, सिंह स्याल बन्दछन्। यसरी नै बेला बेलामा नेपाली शासकहरूका हृदयमा ताम्फुङ्नाले दुःख दिँदै आएको कुरा नौलो होइन। अति साधारण हैसियतबाट माथि उठ्नै अनेकन काण्ड र पर्वहरूको रचना गर्दै प्रधानमन्त्री हुन सफल जङ्गबहादुरको आत्मामा ताम्फुङ्ना घुस्यो।
राजकीय सम्पूर्ण अधिकार हाता पारेर पनि जङ्गबहादुरलाई तृप्ति मिलेन। भोट विजयपछि प्रधानमन्त्री पदबाट राजीनामा गरेर सो पद भाइ बमबहादुरलाई सुम्पिए। त्यसो त जङ्गबहादुरले राजा सुरेन्द्रबाट पन्जापत्र गराई सम्पूर्ण राजकीय अधिकार आफूमा लिइसकेका थिए। त्यतिखेर चाँदीको थालमा दही र अबिरमा राजाका 5 औँला चोबेर पन्जापत्र गराइएको थियो। जङ्गबहादुरको हृदयमा अतृप्तिको भेषमा तामफुङ्ना घुस्यो। फलस्वरूप राजालाई दङ्ग्याउन थाल्यो। विभिन्न बहानामा घुर्क्याउन थाल्यो। उसलाई प्रधानमन्त्री पदले कुनै सुख दिन सकेन। त्योभन्दा ठुलो पदको आकाङ्क्षा जाग्यो। देशमा राजा छँदाछँदै अर्को राजा बन्ने भूत चढ्यो। दङ्ग्याएरै कास्की र लमजुङको राजा बन्यो। नाम अगाडि श्री 3 लेख्न थाल्यो। शिरमा श्रीपेच भिर्न थाल्यो। 3 चाँदे पगरी पहिरिन थाले। राणाबाट राजा शब्दले पुकारिन थाल्यो। हेर्दा हेर्दै श्री 3 महाराज भयो। हुँदा हुँदा उसलाई श्री 3 महाराज भएर मात्र पुगेन, उसलाई ऊ भित्रको तामफुङ्नाले अरू उद्वेलित पार्दै गयो। आफ्नो शेखपछि आफ्नै भाइ छोराहरूले राजगद्दीको उत्तराधिकारी बन्ने थिति बसायो। उसैले बसाएको थितिको कारण 42 सालको पर्व रचना भयो। अर्थात् जङ्गबहादुरले बाँधेको अन्यायपूर्ण रोलकोलको विरुद्धमा उसकै कान्छो भाइ धीर शमशेरको छोराहरू जागे। गद्दीसीन प्रधानमन्त्री रणोद्दीपलाई मार्ने, जङ्गबहादुरका छोराहरूलाई मार्ने, लखेट्नेसम्मका कामहरूमा उनीहरू मद्दत बने, जसले राणातन्त्रको बीजारोपण गर्यो। जो राणा शासनको प्रवर्तक थियो, उसकै सन्तान काटिनु, देशबाट लखेटिनु र शासन सत्ताबाट जङ्गबहादुरका सन्तान मटियामेट हुनुमा तामफुङ्नाकै करामत थियो। जङ्गबहादुरलाई आफ्नो शेखपछि आफ्नै सन्तानलाई अझ आफ्नै छोरा नातिलाई शासन सत्ताको उत्तराधिकारी बनाउने भूत सवार नभएको भए सायद उसका छोरा मारिने पनि थिएनन्, देशबाट निर्वासित हुने पनि थिएनन्। इतिहासमा जङ्गबहादुरको खलकले जे जति दुर्गति भोग्नु पर्यो, जसरी काटिनु मारिनु पर्यो, मुलुकबाट लखेटिनु पर्यो, प्रवासमा अनेकन हन्डर खाँदै भागी हिँड्नु पर्यो, त्यो सबै जङ्गबहादुरको आत्मामा घुसेको तामफुङ्नाको फल थियो। त्यही तामफुङ्नाले छोरा नातिको हितमा शासन सत्ताको रोलकोल बाँध्न उत्प्रेरित गर्छ र त्यही कारणले कालान्तरमा उसकै वंश उच्छेदन हुन जान्छ। आजभन्दा झन्डै 200 वर्ष अघिका रुसी कवि पुस्किनको एक काव्य पढेको छु। त्यो काव्यमा निकै मार्मिक आख्यान उनिएको छ। त्यसमा सागर तटमा माछा मार्ने माझी दम्पतिको एक रोचक कथा छ। बुढी धागो बाट्ने काम गर्छे, बुढो जाल हानेर माछा मार्ने काम गर्छ। त्यही माछा बेचेर उनीहरूको बिहान बेलुकाको गर्जो टरेको हुन्छ। एक दिन ऊ सागर तटमा जाल हान्न जान्छ। पहिलोचोटि जाल हान्दा जालमा लेउकाई चुँडिएर आउँछ। दोस्रो चोटि जाल हान्दा झ्यास र पात पतिङ्गर सोहोरिएर आउँछ। तेस्रो चोटि सुनको माछो जालमा पर्दछ। सुनको माछो बोल्न थाल्दछ, बाबा बाबा, मलाई जालमै छोडिदिनुस्, बरु बदलामा जे चाहनुहुन्छ त्यो लिनुस्, बरु तपाईँको के इच्छा छ भन्नुस्, म पुरा गरिदिन्छु। माछो बोलेको देख्दा बुढो अचम्ममा पर्छ। यसअघि अनेकौं माछा उसले समातेको थियो, यस्तो बोल्ने माछो पहिलोचोटि देखेको थियो। माछाको त्यति मिठो बोलीले ऊ लट्ठै पर्यो। माछाको याचनाले ऊ भित्र करुणा जाग्यो र तुरुन्तै पानीमा छोडिदियो। उसले कामना गर्यो, भलो गरून् भगवानले तिमीलाई, तिमी निलो सागरमा जाऊ रमाऊ, मलाई केही पनि चाहिएन। उसको जीवनमा बडा अचम्मको घटना घटेको थियो। यो के भएको हो, उसले केही बुझ्न सकेको थिएन। रहस्यको एक दुर्लभ पलमा उभिएको थियो ऊ। त्यसपछि उसले जाल खेल्न सकेन, माछा मार्ने इच्छा भएन, रित्तै हात घर फर्क्यो। स्वास्नीलाई सबै कुरा बेली बिस्तारमा सुनायो।
स्वास्नीले उसलाई झपारी। बुद्धु, उल्लु, आफ्नो साथमा भने भिख माग्ने गतिलो काठे कठौतो पनि छैन। एउटा भएको काठे कठौतो पनि फाटेको तिमीले देखेका छैनौ? कम्तीमा एउटा थाल त माग्नु। माछाले भनेकै रहेछ, जे माग्छौ पुरा गरिदिन्छु भनेर। बुढीले गाली गरेपछि ऊ सागर तटमा फर्किन्छ र माछोलाई बोलाउँछ। माझीको पुकारा सुनेपछि माछो पानीबाट फुत्त निस्कन्छ र सोध्छ, बाबा बाबा मलाई किन बोलाउनु भयो? माझीले सुनाउँछ, बुढीले घरमा खुब सताई, सम्पत्तिको नाममा एउटा थाल धरी छैन, कम्तीमा एउटा मागी खाने नयाँ कठौतो त माग भनेर पठाई। माछाले स्वीकृति सूचक टाउको हल्लाउँछ र भन्छ, दुखी नहौ, घर जाऊ, नयाँ कठौतो पाउनेछौ। ऊ घर आयो। घरमा सुनको थाल प्राप्त भइसकेको थियो। बुढोलाई देख्ने बित्तिकै बुढीले फेरि हकार पकार पारी, उल्लु बुढा, बुद्धु बुढा, माग्नु त माग्नु, नाथे के कठौतो मागेको? ठुलै चिज माग्नु पर्दैन? एउटा गतिलो घर पनि छैन। जाऊ तुरुन्त एउटा सुन्दर घर मागेर आऊ। फेरि ऊ सागर तटमा पुग्यो। माछालाई पुकारा गर्यो। माछाले सोध्छ, किन आयौ बाबा? उसले बेली बिस्तार लाउँछ, श्रीमतीजीलाई एउटा गतिलो घर चाहियो रे, मलाई घरमा टिकी खान दिइन। माछाले भन्यो, जाऊ दुखी नभई घर फर्क, त्यो इच्छा पनि पुरा हुनेछ। घर आइपुग्दा घाँसे झोपडीको ठाउँमा सुन्दर घर ठडिएको थियो। पहिलेको छाप्रोको कुनै नामो निशाना थिएन। चिम्नी उठेको अलिसान बङ्गला जगमगाइरहेको देख्यो। काठको बुट्टा कुँदिएको ढोकाले घरलाई अति शोभायमान पारेको थियो। बुढी झ्यालमा खुट्टा हल्लाउँदै बसेकी थिई। बुढोलाई देख्ने बित्तिकै फेरि कुपित बनी तुरुन्तै गालीको बौछार बर्साउन थाली। बुद्धु मूर्ख, नाथे यो घर के मागेको? अब म गँवार पाखे हुन चाहन्न, कुलीन खानदानिया नारी हुन चाहन्छु। जाऊ तुरुन्तै त्यस खालको सम्पन्नता मागेर आऊ। फेरि स्वास्नीको आदेश तामेल गर्दै लुरु लुरु सागर तटमा पुग्यो। उसै गरी माछालाई आह्वान गर्यो, जसरी पहिले पहिले गरेको थियो, र श्रीमतीको सबै कुरा माछालाई सुनाइदियो। माछाले उसकी स्वास्नीको माग सुनिसकेपछि पहिले जस्तै वचन दियो, त्यो माग पनि पुरा हुन्छ, जाऊ घर भनेर फर्काइदियो। बुढो घर फर्किँदा देख्यो स्वास्नी त हिरा मोतीले चमचम चम्किरहेकी छ। दायाँ बायाँ नोकर चाकर सुसारेहरूको झुन्ड छ। नोकरलाई हकार पकार र मारपिट गरिरहेकी छ। बुढीले चाहे जस्तै अति सम्पन्नशाली कुलीन वर्गकी महिलाको रूपमा ऊ विराजमान छे। बुढोले भन्यो, नमस्कार देवीजी, अब त तिम्रो मनमा कुनै चाहना बाँकी छैन होला नि? तिम्रा इच्छा आकाङ्क्षा अब त सबै फलित भइसके जस्तो छ। लोग्नेको सोधनीले स्वास्नीले गालीको बौछार छरी। ऊ अब सम्पन्न कुलीन महिलाको आसनमा थिई। माझी बुढोसँग कतैबाट पनि उसको स्तर मिलेन। बुढाले आफूलाई अपमान गरेको ठानी। फलस्वरूप उसलाई दण्डित गरी। घोडा बाँध्ने तबेलामा सहेजको काममा उसलाई भर्ती गरी। अब बुढाको काम घोडाको लिदी सोहोर्नु र घोडालाई घाँस पानी गर्नुमा सीमित थियो। आफ्नै श्रीमतीले घोडाको सहिस बनाएकी थिई। घोडाको तबेलामा बुढो 2 हप्ता बितायो। एक दिन तबेलामा काम गरिराखेको उसलाई बोलाउन पठाई। ऊ श्रीमती सामु हाजिर भयो। उसले फेरि अर्को आदेश गरी, जाऊ माछासित मेरो अर्को माग राख, अब म पटरानी बन्न चाहन्छु। मलाई अब यो कुलीन महिला भएर मात्र पुग्दैन। यस्तो सम्भ्रान्त महिला त धेरै छन्। अब म महारानी नै हुन चाहन्छु। मानिसहरू उप मनमानी शासन गर्ने मन छ। उनीहरूलाई एक एक आदेश गर्ने मन छ। मैले अरू उप हुकुम चलाउनु छ। जाऊ, म रानी बन्न चाहेको इच्छा माछालाई सुनाऊ। स्वास्नीको यस मागले उसको दिमाग खलबलियो। उसलाई रिस उठ्यो। उसले भन्यो, तिम्रो होस हराइसक्यो, तिम्रो विवेक गुमिसक्यो। एकपछि अर्को के माग राख्दैछौ तिमी?
लोग्नेको प्रश्नले ऊ क्रोधित बनी र मुखभरिको जवाफ फर्काई। तिमी मसित नचाहिँदो बकबक गर्छौ, मसित बहस गर्ने हिम्मत कहाँबाट आयो? यहाँबाट तुरुन्तै जाऊ र मेरो माग राखिहाल, नत्र परिणाम ठीक हुने छैन। माझी लुरु लुरु सागर तट पुग्यो। माछालाई आह्वान गर्यो। माछो माझीको पुकारा सुनेर उसै गरी बाहिर आयो, जसरी ऊ पहिले पहिले आउँथ्यो। आफ्नी बुढी रानी बन्न चाहेको कुरा सुनायो। माछाले भन्यो, धन्दा नमान, तिम्री बुढी रानी बन्ने छिन्। जाऊ, यो माग पनि पुरा हुनेछ। घर आउँदा देख्यो श्रीमती राजसी दरबारको सुख सयलमा छ। खोपी खोपीमा ऊ मदिराका प्याला छल्काइरहेकी छ, केक मिठाई खाइरहेकी छ। उसको राजसी ठाँटवाँटको कुरै नगरौँ। फुर्ती फार्ती तेब्बर चौबर गतिले बढोत्तरी भएको छ। कुलीन जन रानीको सेवामा हाजिर छन्। दिशा दिशामा पाले पहरागण तैनात छन्। रानीलाई भेट्न सामन्तहरूको लर्को लागेको छ। उसको ठाँटवाँट देखेर बुढो हडबडायो, तर पनि बुढीलाई सोध्यो, अब त जीवनमा पूर्ण शान्ति र चैन आयो होइन त? यति के बोलेको थियो? सिपाहीले उसलाई गर्दन पक्रेर बाहिर निकाले। रानीलाई प्रश्न गरेकोमा हकार पकार गरे। उसका कुरालाई दरबारियाले हाँसोमा उडाए। ठुल्ठुलो स्वरमा उसलाई हकारे। तिमीले आफू के हो भन्ने कुरा भुल्यौ? तिमी कहाँ छौ भन्ने कुरा भुल्यौ? तिमीले आफ्नो हैसियत भुलेर रानीको अपमान गरेका छौ। अब आइन्दा यस्तो गल्ती कहिल्यै नगर्नु। यति भनेर उनलाई गेटबाट गलत्याएर बाहिर पठाइयो। अब ऊ पूर्णतः सडकवासी बन्यो। केही हप्ता बितेपछि बुढीलाई नयाँ सनक आयो। सिपाहीलाई चारैतिर दौडाएर बुढाको खोजी गरियो। सिपाहीले बुढालाई रानी सामु पेश गरे। बुढीले पुनः आदेश गरी, तिमी तुरुन्तै सागर तटमा जाऊ। माछालाई मेरो एक आदेश सुनाऊ। अब म यो दरबारमा रानी मात्र भएर रहन चाहन्न। सागरसम्म मेरो साम्राज्य कायम हुनुपर्छ। मेरो शासन जमिनमा मात्र होइन, सागरसम्म चल्नुपर्छ, ताकि त्यो स्वर्ण माछोलाई खुद मै हुकुम जारी गर्न सकूँ। म जे माग्छु, म जे अराउँछु, माछाले सिधै आदेश तामेली गर्न सकोस्। सो घडी बुढीलाई सम्झाउन सिकाउन कसैको हिम्मत भएन। बुढो लाचारीका साथ नीलसागर तटमा गयो। सागरमा भयङ्कर तुफान उठिराखेको छ। ठुलो उतार चढाव चल्यो। गड्याङ गुडुङको आवाज निस्क्यो। बुढाले स्वर्ण माछोलाई पुनः पुकार्यो। माछो जलधारा चिरेर बाहिर निस्क्यो। बाबा, मलाई किन बोलायौ? माछाले सोध्यो। बुढाले भन्यो, मेरो व्यथा सुन जलरानी। म तिमीलाई सुनाउन चाहन्छु आफ्नो दर्द कहानी। घरकी बुढीलाई मैले चित्त बुझाउन सकिन। ऊ जल सागरसम्म हुकुम चलाउन चाहन्छे। उसको आदेश र शासन सागरसम्मै फिजाउन चाहन्छे। तिमी उपर खुद हुकुम चलाउन चाहन्छे। बुढीको मनसाय बुढाले सुनाएपछि माछो केही उत्तर नदिई पुच्छर हल्लाएर सागरको गहिराईमा पस्यो। माछो फर्किन्छ कि भनेर केही बेर प्रतीक्षा गर्यो, तर लहरमा हराएको माछो फर्केन। माछा नफर्केपछि ऊ घर आयो। घर आइपुग्दा उसले अचम्म देख्यो। त्यहाँ त्यो आलिशान दरबार थिएन। त्यहाँ उही घाँसे कुटी खडा थियो। बुढी चौखटमा बसेकी थिई। दुःखको कालो छाया लम्पसार थियो। सामुन्नेमा उही थोत्रो कठौतो थियो, जसमा तली फाटेर पानी समेत चुहिने भएको थियो। दिनहीन रुग्ण कुटीमा बुढी बेहाल अवस्थामा थिई। कहाँ अघिको राजसी सुख वैभव, कहाँ अहिलेको तन्नम बेहाल। कथाले भन्छ, पटरानी भइसकेकी मझिनी फेरि उही गरिबी र विपन्नताको खाल्डोमा खस्नु पर्यो। उसलाई ताम्फुङ्नाले यसरी गाँज्यो, चेतनाको शिखरमा उक्लिन सकिन। एकचोटि मात्र होइन, 5 चोटि ताम्फुङ्नाले उसलाई अमत्याइँको दुनियाँमा पुर्यायो। मानिसले प्राप्त गरेको समृद्धिमा, सुखमा ताम्फुङ्ना धमिरो बनेर पस्छ र एक दिन समृद्धिको मिनारलाई जर्जर तुल्याउँछ। मान्छेको चित्तमा दुईटै वृत्ति छन्,
सद्वृत्ति पनि छ, असद्वृत्ति पनि छ। सद्वृत्तिले मान्छेलाई उपरतिर उकास्छ, असद्वृत्तिले नीचतामा भसाउँछ। निवाफुङमा सद्वृत्ति हो भने तामफुङना असद्वृत्ति हो। चित्तमा तामफुङना घुसेपछि मन चञ्चल बन्छ। अनेक उपद्रवका सिलसिला दिमागमा नाच्न थाल्छन्। मान्छेलाई नीच कर्मतिर लाग्न उत्प्रेरित गर्दछ। चित्त हरदम असततिर, अन्याय र अपराधतिर उन्मुख हुन्छ। यसले मानिसलाई अविवेकको शिखर चढाउँछ। रोशनको दुनियाँबाट हमेसा विरोध गराउँछ। सही गलत के हो पर्गेल्ने दिमागी तन्तुलाई खुकुलो पार्दै लान्छ। असल गलत के हो छुट्याउन भुल्दछ। भित्र तामफुङनाले बास गरेपछि जीवनको दौडमा मान्छे बिल्कुल अन्धा बन्छ। विवेक चक्षु बन्द हुन्छन्। उसलाई जीवनको उज्यालो रेखाले आफूतिर खिच्दैन। अँध्यारो रेखामा दौडिनमा नै उसलाई अपार आनन्द आउँछ। यही नै तामफुङनाको सनातनी स्वभाव हो। तामफुङनाले अरूलाई मिच्नुमा गरिमा बोध गर्छ। तामफुङनाले अरूलाई मिच्नु नै मजा बोध गर्छ। तामफुङनाले अरूलाई किच्नुमा सुरवीर भएको बोध गर्छ। परपीडा र परहिंसाको उद्वेग तत्त्व हृदयमा घोलेर तामफुङनाले मानिसलाई बेसुर बनाउँछ। यसले तृप्तिबाट अतृप्तितिर, योगवादबाट भोगवादतिर, अलिप्तताबाट लिप्तता कुद्ने बनाउँछ चित्तलाई। मानव इतिहासमा तामफुङनाबाटै जन्मिए हेरोद, हिटलर, दुर्योधन, बकासुर, रावण, इदी अमिन। हाम्रा महाज्ञानी किराँती पुर्खाले हजारौँ वर्ष अघि ठम्म्याएको तामफुङनाले मानिसलाई अहिले पनि घरिघरि दुःख दिइरहेको छ। धन, पद, प्रतिष्ठाको लालचमा तडपिने ठुलालाई पनि यसले गाँजिरहेको छ। सानालाई पनि यसले गाँजिरहेको छ। तामफुङना एक काँचो वायु हो। जसरी मिथकको काँचो वायुले सार्सौँदो मान्छेलाई रगतै छाड्ने बनाउँछ, त्यसरी नै मानिसलाई मनुष्यत्वको श्रेणीबाट छाड्ने पारेर तल खसालिरहेछ। यो काँचो वायु निभाउने कोही मर्द बिजुवा छ होला? यो घडी त्यस बिजुवाको विषयमा सोचिरहेछु, गमिरहेछु। धन्यवाद।